यो जेठ महिनामा कति धेरै काम जति धेरै गर्दा पनि कहिले नसकिने अनि म चाहिँ मल गम कि गम खन्न लागेँ। हेलो अनि नमस्ते सबैजनालाई। आज फेरि मेरो न्यू भिडियोमा हजुरहरू सबैजनालाई स्वागत छ। अनि आज चाहिँ हामी कोदोको बिउ राख्न रेडी हुँदैछौँ। अनि मैले चाहिँ मल लगेर बियाडमा लगेर घोप्टाएँ। अनि त्यस पछाडि म चाहिँ मल छर्न लागेँ। म चाहिँ मल छिटो छिटो छरेँ, एकदमै धेरै रात पनि परिसकेको थियो। अनि म चाहिँ छिटो छिटो छर्न लागेँ। मलाई चाहिँ अनि बेलुकाखेरि घाँस पनि काट्नु थियो। अनि मैले चाहिँ छिटो छिटो मल छरेँ। अनि भिडियो क्यामेराम्यान चाहिँ मम्मीलाई राखेको, मम्मीले यता र उता हल्लाइदिनु भएछ। अनि म चाहिँ छिटो छिटो मल छर्न लागेँ। त्यस पछाडि बिउ मकैको बिउ हानेँ। त्यस पछाडि कोदोको बिउ पालो गर्दै हानेँ। कुनै ठाउँमा बाक्लो पनि भयो, कुनै ठाउँमा पातलो पनि भयो। सो गाइस हेर्नुहोस् है त, यो त मेरो फर्स्ट टाइम है त। मैले चाहिँ फर्स्ट टाइम यो कोदोको बिउ राख्दैछु। मम्मीसँग हेल्प गरेको नि टाइममा म पनि। अनि छिटो छिटो हान्न थालेँ कोदोको बिउ। अनि छिटो छिटो हानिसकेर अनि डोल ल्याउन लागेँ म चाहिँ। अनि छिटो छिटो डोल ल्याएँ। अनि एकदम धेरै डल्ला पनि थियो। अनि फुटाउँदै डोल्याउँदै गरेको टालिएर म त ती बसिरहेको र भक्कु भइ गरेँ। अब फर्स्ट टाइम थियो नि त मेरो कोदोको बिउ हानेको, त्यही भएर अलिकति नआएर पनि होला। म त टालिए भएँ, घरि मकै देखियो, घरि के भयो। अनि यता र उता बनाउँदै मम्मीले चाहिँ भिडियो बनाइदिनु हुँदै थियो। मम्मीलाई भुइँमा राख्नु पर्यो भनेको, मम्मीले बनाइदिन्छु भन्नुभयो। अनि मैले चाहिँ मम्मीलाई बनाउन दिएको थिएँ। अनि मम्मीले समातिनु भएको, मोबाइल त हल्लाएर यता र उता पारिदिनु भएछ। अनि मैले चाहिँ छिटो छिटो डोलाइसकेँ। अनि मम्मीसँगै फेरि छेउछेउमा भटमास रोप्न पनि हेल्प गरेँ। अनि म र मम्मी चाहिँ छिटो छिटो भटमास पनि रोप्यौँ। अनि रात पनि परिसकेको छ। सो गाइस बाई बाई, फेरि नेक्स्ट मेरो ब्लगमा भेटौँला है त। बाई बाई। सबैजनाले फुल वाच गर्नुहोला। अनि कस्तो लाग्यो लाइक कमेन्ट गर्नुहोला। लाइक कमेन्ट गर्न चाहिँ नछुटाउनु होला है त। मेरो गाउँको भिडियो कस्तो लाग्यो तपाईँहरूलाई।